इम्प्लान्ट गरिसकेपछि के कुरामा ध्यान दिने भन्दाखेरि नमस्ते, म डाक्टर अनिल महर्जन, कन्सल्टेन्ट प्रोस्टोडोन्टिस्ट। इम्प्लान्ट गरिसकेपछि त्यो दिनमा चाहिँ हामीले 24 आवर्ससम्म चाहिँ तातो नखाने, खानेकुरा चाहिँ अलि सेलाएर खाने, तातो नखाने, थुकहरू चाहिँ सबै निल्ने, कुल्लाहरू चाहिँ 24 घन्टापछि मात्रै कुल्लाहरू गर्ने, नुनपानीले कुल्ला गर्ने, अनि इम्प्लान्ट गरेको ठाउँमा चाहिँ जिब्रोल चलाउने, घाउमा चाहिँ चलाउने त्यस्तो चाहिँ नगर्नु। र अब इम्प्लान्ट गरिसकेपछि दाँत हालिसकेपछि चाहिँ पर्मानेन्ट दाँत हालिसकेपछि के कुरामा ध्यान दिनु भन्दाखेरि इम्प्लान्ट गरेर दाँत पर्मानेन्ट दाँत हालिसकेपछि चाहिँ मेनली सफाइमा ध्यान दिनु, ओरल हाइजिनमा चाहिँ ध्यान दिनुपर्छ। भनेको ब्रसहरू गर्ने, कुल्लाहरू गर्ने, अनि हामीले चाहिँ अब वाटर फ्लसरहरू युज गरेर त्यो एरियामा चाहिँ कुल्लाहरू गर्ने, त्यो गर्नुपर्छ। धेरै साह्रो चिजहरू नखाने, अनि त्यसपछि जसरी हामी नेचुरल दाँतलाई हामी जसरी केयर गर्छौँ त्यसरी नै चाहिँ हामीले इम्प्लान्ट गरेको दाँतमा पनि हामी केयर गर्नुपर्छ। अनि बेला बेलामा चाहिँ 6 मन्थमा चाहिँ एकचोटि फलोअप गर्ने, कस्तो अवस्थामा छ एक्सरे गरेर हेर्ने, इम्प्लान्ट चाहिँ कस्तो अवस्थामा छ त्यो कुराहरू सबै चाहिँ आफ्नो तर्फबाट र डेन्टिस्टको तर्फबाट चाहिँ अब हेरिकन हामीले लङ टर्मसम्म चाहिँ इम्प्लान्टलाई चाहिँ सक्सेसफुल बनाउन सक्छौँ। तपाईको 26औं वर्षको गौरवमय सहयात्री समाज डेन्टल।